FIFA वर्ल्ड कप 2026 स्टार्ट हुनुभन्दा अगाडि हाम्रो टार्गेट 1000 सब्सक्राइबरको टार्गेट छ र मैले प्रिडिक्सन एनालाइसिस र सबैमा गिभ अवेको व्यवस्था गर्नेछु वर्ल्ड कप सुरु भन्नुभन्दा अगाडि। वर्ल्ड कप आउन अब 31 डेज बाँकी। मलाई यसको लागि हजुरहरूको सपोर्ट पक्कै पनि चाहिन्छ। र आज डे 2 यो वर्ल्ड कप किन अलग छ आज हामी त्यसको चर्चा गर्नेछौँ। पहिले 32 टिम हुने गर्थे र यो पटक 48 टिम छन् र पहिला 64 खेल थिए भने यो पटक 104। यो विश्वकप अलग छ र धेरै अलग छ। आउनुस् बुझ्ने कोसिस गरौँ। FIFA वर्ल्ड कप 2026 12 वटा ग्रुप, प्रत्येक ग्रुपमा 4 वटा टिम, प्रत्येक टिमले 3-3 गेम खेल्नेछन्। टप 2 डाइरेक्टली क्वालिफाई हुनेछन् र सबैभन्दा राम्रो 8 वटा थर्ड पोजिसनको टिम पनि अगाडि जानेछन्। र त्यसपछि सुरु हुन्छ राउन्ड अफ 32, राउन्ड अफ 16, क्वार्टर फाइनल, सेमी फाइनल, फाइनल। जुलाई 19 मा न्यू जर्सीको मेट लाइफ स्टेडियममा त्यही दिन नयाँ च्याम्पियन जन्मिनेछ र यो पटक नयाँ अनुहार पनि छन्। जोर्डन, केप बाल्दे, उज्बेकिस्तान, कुराकाओ पहिलो पटक विश्वकप खेल्दैछन् र इटली तेस्रो पटक क्वालिफाई नै भएन। बोस्नियाले पेनाल्टीमा इटलीलाई हरायो। इतिहासको सबैभन्दा ठुलो शक मध्ये एक हो। इटलीको लेजेन्डहरू हामीले कहाँ भुल्न सक्छौँ। बुफन, माल्डिनी भएको इटली अहिले स्ट्रगलिङ फेजमा छ। र इराक 40 इयर्स पछि विश्वकप खेल्दैछ। 1996 मेक्सिको पछि 4 देशको प्रतिभा एउटै चार्टर फ्लाइट र क्वालिफिकेसन। यो फुटबल हो, यहाँ कोही पनि हार्न सक्छ र कोही पनि जित्न सक्छ। के फर्मेट अलिकति हजुरहरूले बुझ्ने कोसिस गर्नुभयो कमेन्टमा लेख्नु होला। र भोलि डे 3 मा हामी मेस्सीको अन्तिम अध्यायको कुरा गर्नेछौँ। के मेस्सीको लास्ट वर्ल्ड कप हुन सक्छ यो? सी यू गाइज।